हेलो 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 आज चाहिँ म चाहिँ मैले पढेको स्कुलमा आइपुगेको छु। वेट यहाँ यहाँ निर्वाचन यहाँ भएर चाहिँ अनि यो सिस्टम बन्द भइसक्यो। कक्षा 5 कक्षासम्म छ के अरे स्कुलको नाम के यार नामै बिर्सिसक्यो आफैले पढेको स्कुलको नाम श्री बाल विकास प्राथमिक विद्यालय या नाम थियो। अनि यहाँ के म पढ्नलाई म ब्याग क्यामेरा ब्याग गर्छु अनि देखाउँछु है त। यही स्कुलहरू हो तर अहिले चाहिँ खोइ बन्द भएको जस्तो लाग्छ। कोही पढ्न आउँदैन जस्तो लाग्यो। सब यस्तै सब अड्किसक्यो रहेछ कचाककुचुक भएर चाहिँ यो त पछि बनायो हामी हुँदा चाहिँ थिएन यिनीहरू। हामीले पानी खाने ट्याङ्की चाहिँ के थियो क्या यो अलि यस्तो भएको छ। ल यही कोठामा पढेको थियो कि हामी पहिला। यो चाहिँ कति 3 हो कि 4 कक्षासम्म थियो। 4 यो भयो कि 4 यो यतापट्टि 3 यो 3 थियो अनि यो 1 कक्षा थियो क्या हो बाल विकास के अरे 1 कक्षा थियो त्यो। अनि यो चाहिँ अफिस कोठा थियो कि यहाँ सबै यस्तो भइसक्यो कि मान्छे कोही छैन के स्कुलमा मात्र भएर के केही छैन। यही यहीँ पढेको थिएँ 5 कक्षासम्म चाहिँ मैले होइन। केही सामानहरू पनि केही रहेन त सबै सकाइसकेको छ। यो चाहिँ शिशु कक्षा भन्ने के कक्षा भन्ने थियो कि यस्तो केही छैन। यो चाहिँ 5 कक्षा यहीँ पढेँ 5 कक्षा 5 यहाँ सबै केही छैन कि केही छैन। आज चाहिँ यसो घुम्न आउँदाखेरि यता पढ्थ्यो ए रुखको मुनि हामी लास्टै पढिन्थ्यो क्या भन्यो भने त के गर्नु र सब खतम यसको स्टोर कोठा। आज चाहिँ मैले पढेको स्कुलको त्यो देखाएको होइन कस्तो र 5 कक्षासम्म पढेको थिएँ। अहिले चाहिँ बन्द भइसक्यो त भइसक्यो। मैले यहाँ पढेको नि धेरै 5 6 5 भनेपछि 5 10 11 12 13 14 ब्याचलरको 3rd इयरमा पुगेँ तर मैले पढाइ छोडिदिएँ। 7 वर्ष भइसक्यो यो स्कुलमा नआएको नि। आज आएको तर यस्तो ठाउँमा आएको छ कि मान्छे पनि धेरै थिएन त्यतिखेर पनि 4-5 जना धेरैमा त्यही सबै कक्षामा गरेर 35-30 कता 35-30 जना चाहिँ हुन्छ होला हुन्छ त्यति। अहिले त छैन 1 जना। ल धन्यवाद लास्टसम्म हेरिदिनु भयो। म चाहिँ थ्याङ्क यू सो मच वाचिङ द भिडियो। थ्याङ्क यू।